हजुरले एसइओ जर्नी स्टार्ट गर्दै हुनुहुन्छ भने दुईवटा क्वेसन चाहिँ जहिले पनि आउँछ। फर्स्ट क्वेसन भनेको चाहिँ यो डिमान्डिङ छ कि छैन, र अर्को भनेको चाहिँ यसलाई बेटर तरिकाले कसरी सिक्न सकिन्छ र कुन कुन रिसोर्सेस भयो भने चाहिँ हामीले फास्टर एसइओ सिक्न सक्छौँ। अब डिमान्डिङको सिनेरियोमा पास्ट फ्यु इयरको डेटा हेर्ने हो भने चाहिँ नेपालको सिनेरियोमा एसइओको डिमान्ड त्यस्तो धेरै थिएन, तर अहिलेको सिनेरियोमा बिजनेसेस आर बिकमिङ डिजिटल्ली लिटरेट र उनीहरूले डिजिटल मार्केटिङको इसेन्स बुझिरहेको छन्। र कुनै पनि बिजनेस जसको इन्टायर बिजनेस नै वेबसाइटमा अपरेट भइरहेको छ भने चाहिँ एसइओको रोल इज रियली क्रुसियल। र अहिलेको समयमा मोस्ट अफ द बिजनेसेस आर अनलाइन बिजनेस, र धेरै बिजनेसेसहरू वेबसाइटको थ्रुबाट अपरेट गर्न स्टार्ट गरिसकेको छन्। अब इन्टरनेसनलको सिनेरियोमा चाहिँ डिमान्ड इट्स रियली ग्रेट, नेपालको सिनेरियोमा इट इज क्वाइट बुमिङ। सो यु क्यान कन्सिडर द एसइओ इज एज अ डिमान्डिङ स्किल। यो वाला पार्टमा भेरी क्लियर। अब अर्को कुरा भनेको चाहिँ रिसोर्सेस। हामीले कसरी सिक्यौँ भने चाहिँ एकदम इफेक्टिभ तरिकाले एसइओलाई सिक्न सक्छौँ। यससँग तिनवटा वे हुन्छ, एसइओ सिक्नको लागि तिनवटा वे हुन्छ। एउटा भनेको चाहिँ सेल्फ लर्निङ। अब हजुरले यसको लागि क्युरियोसिटी बिल्ड गरेर आफै नै कुराहरू एक्सप्लोर गरेर सिक्न सक्नुहुन्छ। इट टेक्स टाइम बट धेरै रमाइलो हुन्छ, किनभने हजुरले नयाँ कुरा आफैले डिस्कभर गर्न पाउनुहुन्छ र एक्सपिरियन्स गर्न पाउनुहुन्छ। अर्को भनेको चाहिँ कुनै डेडिकेटेड कोर्स लिएर कोर्स लिनुभयो भने यदि हजुरलाई छिटो जानु छ, छिटो धेरै कुरा सिकेर इम्प्लिमेन्ट गर्नु छ भने कोर्स लिनु इट इज अल्सो हेल्पफुल, किनभने हजुरले डाइरेक्टली नै एक्सपर्ट पर्सनबाट गाइडेन्स पाइराख्नुहुन्छ र हजुरले मिस्टेक गर्ने चान्सेस एकदमै कम हुन्छ। अब फर्स्टवाला पार्टमा चाहिँ हजुरले लर्न गर्नुहुन्छ, इम्प्लिमेन्ट गर्नुहुन्छ, मिस्टेकबाट पनि लर्निङ लिनुपर्ने हुन्छ, जसले गर्दा धेरै टाइम लाग्ने भयो। अनि अर्को वे भनेको चाहिँ हजुर एसइओ एक्सपर्टको कनेक्सन अथवा सर्कलमा आउनु होला, उहाँलाई म्यासेज गर्नु होला अथवा उहाँहरूसँग कम्युनिकेट गर्नु होला, होइन, उहाँहरूको पोस्टहरू हेर्नु होला। यसको थ्रुबाट चाहिँ हजुरलाई धेरै इन्साइट आउँछ। थ्याङ्क यू।